लिम्बुनीहरूलाई खासै अरू जातको मान्छेहरूले जिस्काउँदैनन् लिम्बुनीले चाहिँ उल्टो जिस्काएर हुन्छ कि यो धनसुके रापले फकाउँछ काफले जानु कि नजानु भन्ने घटना चाहिँ ठ्याक्कै रियल घटना हो रियल हो त्यो मेरो छिमेकी काफलेलाई चाहिँ एउटा लिम्बुनीले यति जिस्काउँथ्यो होइन ऊ काफले कहिले बिगार्छस् मलाई कस्तो त्यो मेरो त्यो बाल्यकालको त्यो उसमा चेतमा घुसेको थियो क्या ठ्याक्कै युवराज काफले त्यस्तै लेखिदिनु उसले नि त त्यही भोगेको थियो होला नि त राई गाउँमा हुर्केको रे उसको ढिट थियो राई लिम्बू मात्रै कलर आउनु भएन राई र बाहुनको आउनु पर्यो भनेको थियो कि उसले चाहिँ ओके मिक्स हान्यो नि त हाम्रै त म्युजिक सबै ऊ पारीको इन्डियाको पो कपी नगर्नु त बलिउडको पो कपी नगर्नु त हाम्रो त हाम्रै हो नि हाम्रो म्युजिक हामीले किन नगर्ने भनेर ल भनेर हामीले ट्राई गरे आज अब सबैले मन पराइदिनु भएको छ फिल्मलाई पनि त्यसरी मन पराइदिए त मजै आउँथ्यो यो फिल्म तर एकदमै मन पराउनुहुन्छ होला जस्तो लाग्छ तपाईँलाई कस्तो लाग्छ अहिले अब हामीले हेरे अनुसार त कहीँ पनि अल्छी लाग्दो ठाउँ छैन